सेवाहरू है अनि हामी चाहिँ टक्क अब यो कोपलोङ हिमा उहाँको दर्शन पछाडि चाहिँ फर्किने क्रममा छौँ। करिबन बिहानको 8 बजी होइन 7 बजी निक्लेको थियौँ। ठ्याक्कै पुरै चाहिँ हाम्रो लगभग 9:30 तिर पुगेको थियो। अनि केही छिनको दर्शन माङको दर्शन पछाडि चाहिँ हामी फर्किने क्रममा अन द वे बाटो चाहिँ एकदमै छ र पनि अब एकदम एक्साइटेड। अलिकति हिमा माङले चाहिँ शक्ति प्रदान गरेको आभास गरेर सम्पूर्ण साथीभाइहरू चाहिँ ओह्रालो आफ्नो निजी निवासमा झर्ने क्रममा छ है। एकदम सरीपूर्वक छाउँदैछु। कोही चाहिँ अहिले पनि जाँदै हुनुहुन्छ होइन। कान्छा के छन् एकदम आशा उल्लासको साथमा हामी सबैजना चाहिँ एकदम है। रहने अब मान्छेहरू सुख शान्ति मिलोस् सबैमा। विश्व शान्तिको कामना जेन्जी भाइ बहिनीहरूलाई यहीँबाट शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछु। पछि हट्नु हुँदैन, हामी डटेर लड्नुपर्छ अगाडि भन्ने कामना। यस यता हाम्रो सर पनि हुनुहुन्छ है। कहाँबाट आउनुभयो सर? सुनसरीबाट आउनुभएको छ। ल के फर्किने बिहान कतिखेर आउनु भएको थियो? बिहान 3 बजे हिँडेको, तर 3 बजी हिँड्नुभएको? भनेपछि 5 बजे? यहाँ कति बजी आइपुग्नु भएको थियो? यहाँ सायद 9:40 तिर। अनि सँगसँगै पो आएको रहेछ नि त हामी त। अनि सुनसरीबाट आउनु भएको? ल हाम्रो यो जेन्जी भाइ बहिनीहरूलाई चाहिँ यहाँबाट चाहिँ यो अब हाम्रो पाथिभरा माताको उबाट के भन्ने एउटा सन्देश एउटा दिनुहोस् ल। अहिले उहाँहरू चाहिँ एकदम जेन्जी जो घाइते सबैले एकचोटि आउनै पर्ने ठाउँ हो, रमाइलो ठाउँ छ। जेन्जी भाइ बहिनीहरूलाई चाहिँ के भन्नुहुन्छ अहिले त? उहाँहरू जो चाहिँ घाइते छ नि तिनीहरूले म त्यही भन्छु, बराले डटेर बस्नु क्या। डटेर बस्नुहोस्, गेट वेल सन होइन त। शीघ्र स्वास्थ्य लाभको कामना। यस ल म पनि आउनु चाहिँ यो दम्बकबाट आएको भाइ, झापा दम्बकबाट त्यहीबाट। अनि म अस्ति नै आएको थिएँ, आज चाहिँ यहाँनिर राति बेलुका 2 बजीखेर आइपुगेको थियो। बिचोक भयो बाइकमा थिएँ, काफ्ले पार्टीमा बसाइ भयो। 2 बजी राति आएको थिएँ भाइ। ल हस्, थ्याङ्क यू ब्रो। एकदम अहिले चाहिँ जति चढ्दाखेरि समस्या त्यसको 3 गुणा ज्यादा चाहिँ तल झर्नुमा चाहिँ एकदमै रमाइलो फिल गरेर छु होइन। त्यो भएको हुनाले गर्दाखेरि एक्साइटेड पनि छु, हल्का भोको पनि छु। अघि एउटा बिचरा प्रदेश नम्बर 2बाट एउटा सानो भाइ आएको थियो, त्यो भाइको मकैहरू मागेर पानीहरू मागेर खाइयो होइन। अब याक्थुङ साग पऱ्यो होइन, लताइँदैन त्यो पनि याक्थुङ लाजेमा है। अन्त के हो भाइ भर्खर हो कि कतिचोटि भयो? एकचोटि अघितिर आएको थिएँ। ए हो, के हो नाम? सुभाष के थरी? सुनुवार हो। ए भाइ चाहिँ भन्छ यहाँको भाइहरू यहाँको कार्यकर्ता होइन त। ल स्याबास भाइ ल है। अनि यस्तो छ अब फर्किने क्रममा छौँ होइन। हाम्रो बस भाइहरू रहेछ। हामीले किन केबल कार चाहियो र? नो केबल कार हामीलाई कुनै आवश्यकै छैन। यस्तो मजा आनन्द गरी आइरहेछ यार। जति माथि आयो त्यति आधी घन्टा भन्नुहुन्छ। अब आइहाल्यो बुवा, अब नजिकै छ है। धन्यवाद। एकदम मजाले आनन्दले जानुहोस्। नजिकै छ, अब आइहाल्यो। कति उकालो भएर मात्र हल्का फिल भएको हो हजुरहरूलाई। होइन अब उहाँबाट उकालो तपाईँहरूलाई त्यही उकालो फिल भएर मात्र अलिकति गाह्रो महसुस भएको, नत्र त एकदम सहज छ। सबैलाई चाहिँ यस पाथिभरा होइन कोपलोङ हिमा माङको दर्शन चाहिँ गर्न आइदिनुहोस्। यो चाहिँ ताप्लेजुङ जिल्ला फुङलिङ होइन बजारमा अवस्थित नै भनौँ न। अहिले यो चाहिँ पाथिभरा क्षेत्रै पर्छ होला, के कसो म त्यति जानिनँ होइन। तर र पनि सबैले सक्दाखेरि आइदिनु होइन, माङको सेवा गर्नु
होइन यो चाहिँ एकदमै छ्यापछ्याप्ची अब के भन्नु र होइन सबैको आस्था हो यहाँ भाइ बहिनीहरूलाई नसक्दाखेरि यहाँ हाम्रो प्रिय साथीहरू हुनुहुन्छ है केबल कार हाल्यो भने त अनि अरू बिचो कुन चाहिँ उहाँको चुलो बल्दैन त्यसको लागि पनि अग्रजहरूले यसो बुद्धिजीवी इन्भेस्टरहरूले विचार गरिदिनु पऱ्यो है अनि सक्दाखेरि सबैले आउनु पऱ्यो मागको सेवा गर्नुपर्छ होइन संसारको जुनै कुनामा गए पनि आस्थालाई चाहिँ कमी राख्न नदिनु होला भन्छु म पनि खासै खासै मन्दिर त जान्दिनँ तर मन्दिरलाई फलो चाहिँ गर्नुपर्छ भन्ने चेतना भया चाहिँ हो है भयो हुनाले चेतना छ त्यस कारणले सबैले सेवा गर्नु पऱ्यो है हल्का महसुस कस्तो भइरहेछ एकदम रमाइलो हो कहाँबाट आउनुभयो विराटनगरबाट सबैलाई रमाइलो भइरहेको ओके थ्याङ्क यू हजुर फेरि आइराख्नुपर्छ है आइराख्नु पाऊँ हाम्रो कामना सबैको है बिचमा यसो टाढोबाट आउनु भएको रहेछ अन्त विराटनगर त खासै टाढो त होइन अघि चितवनबाट पनि भेटाएको थिएँ काठमाडौँबाट पनि होइन त्यो भएको हुनाले गर्दाखेरि बिस्तारै हामीले जानेको हुन्छ भाइ कहाँबाट आयो भाइ हामी इनरवादेखि तराईबाट हजुर कस्तो अवस्था छ हल्का गलेको थकान महसुस भयो पुरै नि फर्स्ट टाइम आएको दाइ ए फर्स्ट टाइम हो भाइ अलिकति उकालो छ उकालो लागेर हामीले अलिक सम्ममा हिँड्ने बानी भएको हुनाले गर्दाखेरि समस्या देखेको नत्र केही छैन है एकदम मजाले सजिलो एकदम ए ल हस् धन्यवाद भाइ है हजुरहरूलाई जुत्ताको लेस खुस्की गयो हो अनि तल झरिँदैछ होइन झर्ने काममा छु है जुत्ता चाहिँ अलिक कसिलो टाइट बाँधेर आउनुपर्छ यस्तो हात भेटेर पनि आउनु सकिन्छ क्या होइन अब हामी त अलिक नर्मल एक्सर्साइज गर्ने बानी भएको हुनाले गर्दाखेरि चाहिँ समस्या हुँदैन होइन अब घरमा बसे पनि घरको काम चाहिँ अब गाउँघरको काम चाहिँ पुरै एकदम लागि पोरा गरिसक्दा चाहिँ समस्या हुँदैन होइन अब त्यो घरमै बसेर चाहिँ यहाँ त आउँछु भन्दा चाहिँ अलिक धेरै गाह्रो पर्छ है हजुरहरूलाई यहाँ कोही आउनु चाहनुहुन्छ भने चाहिँ उहाँहरूलाई यसो हल्का महिना दिन जति चाहिँ यसो वार्मअप एक्सर्साइज गरेर नर्मली यसो हिँड्ने बानीहरू ओह्राली गरेर चाहिँ आउँदाखेरि चाहिँ हजुरलाई एकदम सहज हुन्छ आउने जाने क्रम जारी छ यो चाहिँ ठ्याक्कै हाम्रो 82 सालको दसैँ पछाडिको है टिकाको भोलिपल्ट होइन भोलिपल्ट नि पर्सिपल्ट चाहिँ टिकाको कति पर्छ त्यो मलाई थाहा होइन 16, 17, 18 गते होइन समथिङ 18, 19 गते होला त्यसो छ है अझ फेरि शनिबार 18 गते पर्छ होला सायद 17, 18 गते त्यस्तो छ है चिसो चाहिँ चिसो छ यो चाहिँ अलिक है एकदम राम्रो छ शाबास आए है आए लगभग महिनाको 5 मिनट चाहिँ भयो 5 मिनटमा फेरि चाहिँ आइपुग्नु आँट्यो सधैँ हिँड्ने मान्छे थलो पर्दैन है पर्दैन है कहिले काहीँ हिँड्नेलाई चाहिँ अब उहाँ आउँदा आमाहरू चाहिँ उहिले अब जोड हिँडेको अब 5 दिन जति यसरी हिँड्नु त तपाईँहरूलाई जित्छन् नि फेरि आमाले हो त अनि हेर्नु त यति छ म हिँडिरहनु भएको छ ल ल है
बडो रमाइलो होइन सबैलाई एउटा देवी देउराली चाहिँ यसो देवी देउरालीको आराधना पछाडि चाहिँ सबैलाई हर्ष उल्लास खुसीको मङ्ग चाहिँ हुँदो रहेछ भन्ने मैले भाइ उहाँहरू ल नजिकै छ है नजिकै अब आइहाल्यो अलिकति बाँकी छ भाइ अब आइहाल्यो यस्तो छ अहिले 10 बजेर होइन 11, 15, 16, 17 भइसक्यो र पनि जाने क्रम छ जानु बाँकी नै छ उता गइरहेछ मान्छे है आइपुग्यो ठुलो फेदी है यस्तो पानी पर्दैछ बिस्तारै होइन भाइ कहाँबाट आएको म बिहानबाट आएको कहिले आएको हिजो आएको हामी हिजो कति बजी बिहान चढेको थियो बिहान हामी बाइकमै आएको भाइ होइन यहाँ माथि चाहिँ कति आएको तल बसेको थियो होला नि त बिहान हामी 6 बजी हिँडेको कहाँ बस्यो तल माथि आफ्नो बाटोको माथिबाट माथि 6 बजी हिँड्दाखेरि कति बजी पुग्यो भाइ 6 बजी हामी त्यही 9:30 बजीतिर पुग्यो 9:30 बजी पुग्यो त ए भनेपछि अहिले चाहिँ ल फेदीबाट फुङलिङ बस्छौ बजार अहिले त बजार जहाँसम्म पुग्न सकिन्छ त्यसले खानासाना खाने अनि तल फेरि हिँड्ने त्यो बेकार बाटो कट्ने बाइक साइकल लिने जहाँसम्म पुग्न सकिन्छ त्यहाँ पुग्ने त्यसपछि बास बस्ने अच्छा भाइ त्यो बाटो त आजभन्दा 3-4 साल अगाडि त त्यस्तो थिएन नि पुरा कसरी भएको त्यो बाटो अहिले तिम्रो त्यो सबग्रेडको काम भएर त्यस्तो आएको क्या सबबेसको काम भएर क्या सबबेसको काम भयो पानी बाटो बिग्रे त डर लाग्दो छ अनि तिम्रो त्यो सबबेसको काम गरेपछि त गिटेर बल्लाको मिलाउँदो रहेछ नि त अनि त्यो तिम्रो पानी लगाएपछि एकै ठाउँ हुँदो रहेछ गाडीले कुदेपछि तिम्रो फेरि त्यही कुद्या त्यहीँ ग्राभल गर्ने भयो एकदम सहज हुन्थ्यो ग्राभल गरिसकेर छोडिदिएको थियो भने बाइकमा आए पनि अलिकति रिस्क फ्री हुन्थ्यो क्या हामी गाडीमा आए पनि रिस्क फ्री हुन्थ्यो डर लाग्दो हुन्छ क्या हिजो राति आउँदा गाडी बिग्रियो अच्छा ल थ्याङ्क यू भाइ बिस्तारै हो भाइ ल हाम्रो भाइ पनि विराटनगरबाट आएर रहेछ है यस्तो छ अब अलिकति चाहिँ हल्का चाहिँ यहाँ टाली हाल्नु बिर्सेर रहेछ हो हाम्रो पार्टीबाट संरक्षण राम्रो गीत गाउँदै थियो बहिनीले यो पानीले चाहिँ अलिक बिगार्ने रहेछ अलिकति थोरै लगभग 50 मिटर जति चाहिँ होला टेन्सन छैन यहाँ होइन यस्तो चाहिँ कोही हुँदैछ हाम्रो यो बर्खाको पानी चाहिँ यहाँ भित्नु भन्थ्यो यो हिउँदोको पानीमा नभित्नु भन्थ्यो अनि अब के कसो हो होइन तपाईँ पनि एकदम 8-10 किलो बनाइदिएको छ चिसो हो यस्तो छ है लाग्छ नि हो खतम भयो ओके हल्का यसो शरीरले पानीदेखि परेको अवस्था सबै अब कसरी जाने यार पानी पऱ्यो त नि हल्का थकानपछि चाहिँ थोरै पानी चाहिँ अब दिनुपर्ने भएर शरीरमा पसिना गएर रेनकोट चाहिँ छ मैले लाइन तर पानी रोक्यो
छि यस्तो पानीले रोक्यो भने काम हुँदैन, आफ्नो डेस्टिनी पुगिँदैन। त्यस कारणले गर्दाखेरि म चाहिँ लागेँ होइन। 50 मिटर जति चाहिँ तपाईँको ऊ छैन, घुमहरू के अरे टिन छैन, के भन्छ त्यसलाई, टिन भन्छ के भन्छ है। हामी घुम ओढेर जाँदै हुन्छ, प्लास्टिकको घुम। जाँदैछन् चारो चाहिँ चेपिएको छैन होइन। अब तल गएर अलि मकै भुटेकोसम्म चाहिँ खाइयो। यहाँदेखि चाहिँ लगभग 100 मिटर जति चाहिँ छानी छैन होइन, छाना छैन, यसो चाहिँ कन्टेनर छाना छ है। हट ब्रदर आइपुग्यो अब चाहिँ है एकदम। अब अलिकति 10 मिनट जति चाहिँ उकालो छ, तपाईँलाई अलिक गाह्रो हुन्छ। पानीलाई त चालिराख्नुहोस्, सानो सानो ट्याक 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 त चाल्नुहोस्, पुग्नुहुन्छ। ए यहाँ काका सेवारो ल नमस्कार। हेर्नु त काका बिचरा टाढाबाट यस्तो टाढा घुम चाहिँ एकदम मजबुत, हावाले पनि उडाउन नसक्ने खालको घुम ओढेर आउनु भएको छ हान्छ। ल ल नमस्कार काका। यस्तो छ है, म यतिको यङ मान्छे पनि यतिको जस भनौँ न यङ नै हुनुहुन्छ। माथि हेर्नु भनेको बसौँ या तसौँ कुरा नगर्नु न। अब खोटकिला हेर्नु न, पक्का 10 मिनट चाहिँ तपाईँको उकालै छ है होइन। 10 मिनट चाहिँ तपाईँको उकालो छ। उकालो हिँड्ने क्रममा भनेको तपाईँले ठुल्ठुलो पाइला नचाल्नु होला, पहिला बिस्तारै कच्चा जस्तो मात्र ट्याक्क कच्चा जस्तो गरिदिनुहोस्। 10 मिनट पछाडि तपाईँ पुगिहाल्नुहुन्छ। माथि गएपछि त पानी नै पर्दैन त। राम्रो छैन त्यहाँदेखि तपाईँको तेर्सोमा पनि अब यहाँबाट हिँड्यो हामीलाई अलिक कहिले नहिँड्नेलाई अलिक अप्ठ्यारो असहज हुन्छ। र पनि एकदम हिँड्ने तरिका भनेको चाहिँ एकदम फेरि दिउँसो हिँडाइ चाहिँ अलिकति थकाइ ज्यादा हुन्छ क्या बिहानको भन्दा। एकदम पाइला चालेर हिँड्नुहोस्, बिस्तारै कन्टिन्यू तर हिँड्नुहोस् है। 10 मिनट कहाँ पुग्नु तपाईँको, उकालो मात्र छ 10 मिनटको। त्यसरी तपाईँले ठ्याक्क 10 मिनटको उतापट्टि छ, पुग्नु त लगभग पुग्छ। मजाले आधी घन्टामा त एक मिनट यसो रिल्याक्स गर्दै जानु भने पुग्नुहुन्छ। होइन न तपाईँहरू पनि पुग्नुहुन्छ, तपाईँहरूको हिँडाइलाई नै मैले कभर गरेर भनेको पुग्नुहुन्छ।
फेरि आइपुग्नु आँट्यो Yes. पानी बवाल है पानी पनि छ बाटोमा पानी पनि पाउँछ बाटोमा पुरानो बाटो अहिले सर्टकट बाटो एकदम उकालो छ है अब सर्टकट बाटो तर पहिले चाहिँ अब यस्तो थिएन अहिले चाहिँ सर्टकट बाटो उकालो धेरै छैन कोपी ढेवाएर छ है यस्तो छ बाटोहरू यस्तो छ है बाटोहरू चाहिँ होइन माथि मुकुबलुङ हिरामाङकोमा जाने बाटो चाहिँ यतिको राम्रो छ धेरै है धेरै राम्रो छ खासै समस्या त हुँदैन तर त्यस रेगुलर हिँड्ने युथहरूलाई चाहिँ नो प्रब्लम है अलिकति बुढाबुढीहरूलाई समस्या हुन्छ गर्ने हो यार तर यतिकै गेटअपमा आएको थिएँ होइन लेक लाग्छ कि भन्थ्यो तर लेक लाग्दो रहेछ अब सुकेपछि हिँड्ने केटाहरूलाई चाहिँ लेक लाग्यो भने त बेखामा त्यो बक्खु सक्खु लगाएर आउने चाहिँ त्यो बुढाबुढीहरू गएर बुढाबुढीहरूले पनि त लाउँछ त्यस्तो चाहिँ अनि त्यहाँले एक वर्ष केटाहरूले अलिक डैँ हिँड्ने केटाहरूलाई चाहिँ यो गेटअपमा आउनु क्या अब त्यसमा गरौँ 10,000 20,000 भन्दा हुँदैन 10,000 चाहिँ के गर्नु यही माथि गएर मान्छे बोकायो 10,000 के गर्नु Tato